इलेक्ट्रिक भेहिकल बनाउने भाइहरूसँग केही कुरा गरौँ। हामीले चाहिँ घरमै रहेको कभरबाट आरसी कार बनाएको छौँ, जस्तै कार्डबाट तलको बेस बनाएको छौँ भने पम्पको मद्दतले टायर बनाएको छौँ। हामी यसमा चाहिँ डबल साइजको ब्याट्री प्रयोग भएको छ। अनि गाडीको दायाँ भागमा रहेको चिपलाई हामी प्रिन्टेड साउन्ड रिकर्डर भन्न सक्छौँ। यसको साइडबाट एउटा एन्टिना तार निक्लेको छ। जब हामीले फ्रन्टको बटन थिच्छौँ तब यसले कमान्ड पठाउँछ अनि यसले समातेर हाम्रो मोटरलाई अगाडि रोटेट गराउँछ अनि हाम्रो गाडी अगाडि बढ्छ। जब हामीले पछाडि थिच्छौँ र यसको कमान्डले समाएर हाम्रो मोटरलाई पछाडि रोटेट गराउँछ अनि हाम्रो गाडी पछाडि सर्छ। जब हामीले गाडीको दायाँ भाग गराउँछौँ त्यतिखेर यसको कमान्डले समातेर हाम्रो मोटरलाई दायाँ बायाँ गराउँछ अनि हाम्रो गाडीलाई घुमाउँछ। यो बनाउन कति लागत लाग्यो? लागत त 2-3 दिन। पैसा कति खर्च भयो? पैसा 1900 जति। योभन्दा अगाडि पनि आफ्नो घरमा बनाइसकेको छ यो कारहरू? कतिवटा बनाइसकेको छ? यस्तो रिमोट कन्ट्रोलहरू चाहिँ बनाएको छैन, तर त्यो केहीको चाहिँ धेरै नै बनाएको छ। धेरै नै बनाउनु भएको छ। ओके, धन्यवाद।